उपस्थित सम्पूर्णमा नमस्कार। मैले आज युट्युब मेरो च्यानलको नाम चाहिँ परिवर्तन गरेको छु। एमयाम हेल्थ एन्ड लबाट मित्र ल लर्निङ भनेर मैले युट्युबलाई चेन्ज गरेको छु। कुरा एउटै हो। यसमा अब मैले विशेष गरी कानुनसँग सम्बन्धित विषयवस्तु मात्र यस भिडियोमा यस च्यानलमा चाहिँ म प्रस्तुत गर्नेछु भन्ने कुरा चाहिँ हजुरहरूलाई जानकारी गराउन चाहन्छु। र आज म कानुन अध्ययन गर्ने एलएलबी तृतीय वर्षको कानुनको तुलनात्मक अध्ययन तथा नेपाली कानुन प्रणाली भन्ने विषयको एउटा छोटो टपिकको बारेमा जानकारी दिन उपस्थित भएको छु। मैले चाहिँ यसमा कमन ल परिवारका स्रोतहरूको बारेमा जानकारी गराउनेछु। कमन ल परिवारका स्रोतहरूमा कुनै पनि देशको कानुन वा कानुन प्रणालीको हामीले स्रोतको खोजी गर्दा त्यसको ऐतिहासिक पक्ष, संरचना, प्रकृति तथा विशेषता आदि जस्ता कुराहरू हामीले पहिलाउनु पर्दछ। कमन ल फ्यामिलीको उद्गम स्थल भनेको बेलायत भएकोले यसको उत्पत्ति र विकास पनि बेलायतकै प्रथा परम्पराबाट न्यायिक निर्णयहरू नजिर हुँदै विधायिका ऐन कानुनको रूपमा आएको छ। त्यसैले यस कानुन प्रणालीका स्रोतलाई हामीले विभिन्न भागहरूमा वर्गीकरण गर्छौँ, जुन दुईवटा भागमा हामीले विशेष गरी वर्गीकरण गर्छौँ। एउटा कुरा त प्राइमरी स्रोत। यो प्राइमरी स्रोतभित्र अदालती निर्णय र विधायिकी कानुनहरू पनि पर्छन् है साथीहरू। अब हामीले प्राइमरी स्रोतभित्र अदालती निर्णय जुन जुडिकल डिस्कसन भन्छ, यो कमन ल फ्यामिलीको प्राथमिक र महत्त्वपूर्ण स्रोतहरूमध्ये अदालती निर्णय पहिलो स्थानमा रहेको छ। यस कानुन प्रणालीको सुरुवात नै न्यायिक निर्णयलाई अवलम्बन गरी सुरुवात भएको हुनाले गर्दा यसको जुन पहिलो प्राथमिक स्रोतको रूपमा चाहिँ मानिएको हो भनेर हामीले अदालती निर्णयलाई पहिलो प्राथमिक स्रोतको रूपमा मान्न सकिन्छ। र बेलायतमा उच्च अदालतहरूबाट गरिएका न्यायिक निर्णयहरू कानुनको रूपमा बन्धनकारी मानिए र यस्ता न्यायिक निर्णयहरूको अनिवार्य पालना गर्नुपर्ने भयो। र यी न्यायिक निर्णयहरूले को जुन पालना नगरी उल्लङ्घन गरेमा चाहिँ के हुन सक्ने भयो त दण्ड सजायको भागी बन्नुपर्ने र बेलायतको व्यवस्थापिकाले कानुन निर्माण गर्दा पनि अदालती निर्णयहरूको विपरीत नहुने गरी निर्माण गर्ने प्रचलन रह्यो। त्यस कारणले गर्दा बेलायतमा अदालतहरूद्वारा न्याय सम्पादनका क्रममा जुन प्रतिपादित कानुनी सिद्धान्तको अभाव भएको अवस्थामा विधायिकी कानुनको माध्यमबाट सो अभावलाई पुरा गरिन्छ। यसरी अदालतबाट प्रतिपादित कानुनी सिद्धान्तलाई पछि आउने सही प्रवृत्तिका मुद्दाहरूमा बन्धनकारी रूपमा पालना गर्ने हुनाले त्यस्ता कानुनी सिद्धान्तलाई नजिर भनिन्छ। यस्ता नजिरहरूमा चाहिँ के हुन्छ भन्दा कानुनको शक्ति रहेको हुन्छ भनेर हामीले बुझ्नु पर्यो। अर्थ मैले भन्न खोजेको के हो भने कमन ल सिस्टमको उत्पत्ति र विकास र संरक्षण नै अदालती न्यायिक निर्णय अर्थात् नजिरको सिद्धान्तबाट भएको हुनाले गर्दा यसलाई हामीले कमन ल सिस्टमको प्राथमिक स्रोत अन्तर्गत पनि पहिलो स्थानमा राखेको हो। नजिर के हो भनेर बुझ्न हामीले केही विधिशास्त्रीहरूले त्यस सम्बन्ध व्यक्त गरेका हामीले विचारहरूलाई पनि हेर्नुपर्ने हुन्छ। सालमन्ड है, हामीलाई एउटा विधिशास्त्री सालमन्डले भन्ने भएको छ, नजिर भनेको अदालत समक्ष आएका विवादको निपटारा गर्ने क्रममा कानुनको व्याख्या गरी निर्णय दिँदा न्यायाधीशहरूले अपनाएको सिद्धान्तको समूह हो। यो पूर्व घोषित निर्णयबाट पछि आएका उस्तै प्रकृतिका विवादमा बाध्यात्मक रूपमा लागू गरिन्छ र यसमा कानुनी शक्ति निहित रहेको हुन्छ भनेर कमन ल सिस्टमभित्र चाहिँ यो न्यायिक भनौँ न न्यायिक रूपमा नजिरको विषय अदालती निर्णयको विषयमा चाहिँ नजिरको सम्बन्धमा जुन सालमनले भन्नुभएको कुरा मैले जानकारी गराएँ। अब अर्को कुरा अब हामीले कमन ल सिस्टमलाई अवलम्बन गर्ने मुलुकहरूले नजिरलाई कानुनको एउटा किन प्रमुख स्रोतको रूपमा लिन्छन् भन्दा यस्ता नजिरहरूको बाध्यात्मक रूपमा पालना गर्दा न्यायाधीशहरू बाध्य हुन्छन्। नजिरहरूलाई पनि हामीले विभिन्न भागमा वर्गीकरण गर्न सक्छौँ। जस्तै ओरिजिनल प्रेसिडेन्ट भन्छ कि ओरिजिनल प्रेसिडेन्ट भनेको मौलिक नजिर हो, अनि डिक्लेटरी प्रेसिडेन्ट भनेको घोषणात्मक नजिर हो, अनि अब्सोल्युट प्रेसिडेन्ट भनेको चाहिँ पूर्ण नजिर भयो भने कन्डिसनल प्रेसिडेन्ट भनेको शर्तमूलक नजिर। हामीले यसरी नजिरलाई पनि चारवटा भागमा वर्गीकरण गर्न सक्यौँ। एउटा कुरा के रह्यो त भन्दा मौलिक नजिर भयो, घोषणात्मक पनि भयो, पूर्ण नजिर भयो र शर्तमूलक भयो कि। अब हामीले यी विषयहरूमा यसरी नजिरका सिद्धान्तहरूलाई जुन निर्माणको आधारमा ओरिजिनल प्रेसिडेन्ट र डिक्लेटरी प्रेसिडेन्ट गरी दुई किसिमले पनि वर्गीकरण गरिएको छ। हामीले के बुझ्नु पर्यो भने नजिरको बन्धनकारिताका आधारमा अब्सोल्युट प्रेसिडेन्ट र कन्स्टिट्युसनल प्रेसिडेन्ट गरी दुईवटा किसिममा वर्गीकरण गरियो। यसरी अध्ययन गर्दा मौलिक निर्णयबाट प्रतिवादी सिद्धान्तलाई मौलिक नजिर र पहिलेदेखि नै प्रचलित नियमका आधारमा प्रतिवादी सिद्धान्तलाई घोषणात्मक नजिर मानियो। पूर्ण नजिरलाई अदालतले बन्धनकारी रूपमा पालना गर्नुपर्दछ भने शर्त भएको जुन हुन्छ नजिरलाई चाहिँ नजिरको खास सीमालाई उल्लङ्घन गरेर पनि ग्रहण गर्न सकिनेछ।
नजिरको प्रभावको आधारमा पनि वर्गीकरण गर्न सकिने भएकोले यसलाई हामीले दुई भागले वर्गीकरण गर्न सक्यौँ। अब म तपाईँहरूलाई चाहिँ यो बन्धनकारी नजिर भन्छ, अथोरिटी प्रेसिडेन्ट भनेको के हो त भनेर अलिकति जानकारी गराउँछु। तपाईँहरूलाई चाहिँ अथोरिटी प्रेसिडेन्ट भनेको बन्धनकारी नजिरको बारेमा छोटो जानकारी गराउँछु। जस्तै हामीले यस्ता नजिरहरूमा बन्धनकारी कानुनी शक्ति निहित रहन्छ अनि न्यायाधीशहरूले यस्तो नजिरलाई बन्धनकारी रूपमा त्यो समयसम्म पालना गर्नुपर्दछ जबसम्म सो नजिरलाई अर्को नजिर प्रतिपादन भई विस्थापित गरिँदैन अथवा विधायकी ऐन बनी विस्थापन गरिँदैन भने त्यसलाई हामीले चाहिँ बन्धनकारी नजिरको रूपमा लिन्छौँ। यसरी नजिरको बन्धनकारिताका सम्बन्धमा यो निष्कर्षमा हामी पुग्न सक्छौँ कि सर्वोच्च अदालतबाट मुद्दाका रोहमा प्रतिपादित कानुनका सम्पादनका क्रममा मातहतमा अदालतहरूले नजिरको रूपमा अनिवार्य तथा बाध्यात्मक रूपमा पालना गर्नुपर्दछ। अब म यसमा तपाईँहरूलाई अलिकति अनुनयात्मक नजिरको बारेमा छोटो जानकारी गराउँछु। यस्ता नजिरहरूको पालना गर्दा अदालतहरू बाध्य रहँदैनन्, केवल अनुनयात्मक रूपमा अनुसरण गर्नसम्म सक्दछन्। बेलायतमा जुन एउटा डिभिजन बेन्चबाट प्रतिपादित नजिर अर्को डिभिजन बेन्चका लागि र एउटा हाइकोर्टले प्रतिपादन गरेको नजिर अर्को हाइकोर्टले अनुनयात्मक रूपमा अनुसरण गर्न सक्छन्। यस प्रकारले हामीले अनुनयात्मक नजिरलाई न्यायाधीशहरूले उचित लागेका मात्र अनुसरण गर्न सक्दछन्, अन्यथा अनुसरण गर्न बाध्य हुँदैनन्। अब हामीले अङ्ग्रेजी कानुन प्रणाली कमन ल सिस्टममा फाउन्डर प्रिन्सिपलको रूपमा नजिरले मान्यता पाएको छ। खास गरी बेलायतको उपनिवेशमा रहेका तथा प्रभावमा रहेका राष्ट्रहरू जो कमन ल सिस्टमलाई अवलम्बन गर्दछन् भने त्यस्ता राष्ट्रहरू पनि नजिरको कानुनी जुन मान्यताबाट टाढा रहन सकेका हुँदैनन्। जस्तै हाम्रो देशको कानुन प्रणालीले पनि नजिरको मान्यतालाई अनुसरण गरेको छ। यद्यपि नेपाल कहिल्यै पनि बेलायतको उपनिवेशमा थिएन, तर 2007 सालको राजनैतिक परिवर्तनपछि कमन ल सिस्टमका मान्यताहरूलाई नेपालको कानुन प्रणालीमा पनि भित्राएको देखिन्छ। यस सम्बन्धमा हामीले विभिन्न कुराहरू चाहिँ अध्ययन र अनुसन्धान पनि गर्नुपर्ने हुन्छ। र मैले अलिकति तपाईँहरूलाई चाहिँ यो विधायकी कानुन भन्ने अर्को छ हाम्रो। यो विधायकी कानुन भनेको कमन ल सिस्टमको दोस्रो प्राथमिक स्रोतको रूपमा चाहिँ विधायकी कानुन रहेको हुन्छ। विधायकी कानुन अन्तर्गत संविधान, ऐन, अध्यादेश, नियम, विनिमय, निर्देशन आदि चाहिँ पर्छन्। अब हामीले यो सार्वभौम विधान भनेको के हो भन्ने कुरा चाहिँ म तपाईँहरूलाई छोटो जानकारी गराउँछु। देशको सर्वोच्च व्यवस्थापिका तथा राज्यको सार्वभौम सत्ता सम्पन्न निकायबाट निर्मित कानुनलाई सार्वभौम विधान भनिन्छ। यस्तो विधानलाई राज्यको अन्य कुनै पनि शक्तिले परिवर्तन गर्न नसक्ने भएकोले नै यसलाई हामीले सार्वभौम विधान भनेको। सार्वभौम विधानलाई पनि दुईवटा भागमा वर्गीकरण गर्न सकिन्छ। जस्तै तपाईँको संविधानको रूपमा एउटा, संसदीय ऐनको रूपमा र प्रत्याशित विधानको रूपमा चाहिँ हामीले यसलाई हेर्न सकिन्छ। अथवा विशेष गरी हामीले संविधान र संसदीय ऐनलाई चाहिँ हामी सार्वभौम विधान भन्छौँ है। अब संविधान भनेको के हो त भन्दा संविधान देशको मूल कानुन हो। यस कारणले गर्दा यो महत्त्वपूर्ण विधान पनि भयो। यसले राज्यका अङ्गहरू, तिनीहरूको कार्य, अङ्गहरूको बिचको शक्तिको बाँडफाँड, समन्वय तथा सन्तुलन, राज्य र नागरिक बिचको सम्बन्ध, नागरिकका हक अधिकार आदिको परिभाषित गर्ने भएकोले यसलाई हामीले के भन्छौँ त भन्दा संविधानलाई चाहिँ हामी सर्वोच्च विधानको रूपमा लिन्छौँ। अर्को कुरा संसदीय ऐन छ। देशको सर्वोच्च व्यवस्थापिका सभाद्वारा निर्माण गरिने कानुन पनि सार्वभौम विधान हो। बेलायतमा संहिता कानुनको सट्टा संसदद्वारा ऐन निर्माण गर्ने परम्परा स्थापित गरियो। देशलाई आवश्यक कानुनहरू जननिर्वाचित व्यवस्थापिका सभा जुन संसदद्वारा ऐनको रूपमा निर्माण गरी पुरा गरिन्छ चाहिँ हामीले सार्वभौम विधानलाई चाहिँ संविधान र संसदीय ऐनको रूपमा बुझ्न सकिन्छ। तर अर्को कुरा हामीले प्रत्याशित विधानको रूपमा पनि हामीले केही कुरा बुझौँ। यो प्रत्याशित विधान भनेको यो डेलिकेटेड डिसिसन हो। यसलाई चाहिँ अधीनस्थ विधानको रूपमा पनि बुझिन्छ। सर्वोच्च अथवा सार्वभौम विधानबाट मात्र राज्यको सम्पूर्ण शासकीय व्यवस्था गर्न नसकिने हुँदा सार्वभौम विधानले सो विधानसँग नबाजिने गरी अन्य निकायहरूलाई पनि आवश्यक कानुन निर्माण गर्नका लागि अधिकार प्रत्याशित गर्नुपर्दछ। यसरी प्रत्याशित गरेको अधिकारको सीमाभित्र रही निर्माण गरिने कानुनलाई प्रत्याशित अथवा अधीनस्थ विधान भनिन्छ। यस्तो अधीनस्थ विधान कार्यपालिका, नगर न्यायपालिका, औपनिवेशिक राज्य स्वायत्त संस्था र अन्य नगरपालिका निकायहरूले चाहिँ निर्माण गर्न सक्दछन्। धन्यवाद।